आज हामी 4th सेमिस्टर सोशलको 2082 को क्वेसन सल्भ गर्दैछौँ। क्वेसन नम्बर 1 मा सोशल स्टडिज र अरू सब्जेक्टको बीचको इन्टर रिलेसनले समाजको क्रिसाइसिस बुझ्न कसरी हेल्प गर्छ भनेर सोधेको छ। सोशल स्टडिजले हिस्ट्री, इकोनोमिक्स, जियोग्राफी र पोलिटिकल साइन्सलाई कम्बाइन गर्छ। कुनै पनि सोशल इस्यु जस्तै पोभर्टी या कन्फ्लिक्टलाई फुल्ली बुझ्न एउटा सिङ्गल एङ्गल मात्रै काफी हुँदैन। यसको लागि डिसिप्लिनरी अप्रोच चाहिन्छ। क्वेसन नम्बर 1B साइन्स र टेक्नोलोजीको रिलेसनसिप र यसको कन्ट्रिब्युसनको बारेमा हो। साइन्स भनेको डिस्कभरी र अन्डरस्ट्यान्डिङ हो, वाइ, र टेक्नोलोजी भनेको त्यो नलेजको प्र्याक्टिकल एप्लिकेसन हो, हाउ। साइन्सले वर्ल्डली लज बुझ्न हेल्प गर्छ भने टेक्नोलोजीले ह्युमन प्रोसेस र इनोभेसन ल्याउँछ। क्वेसन नम्बर 2A is asking about the major challenges faced by Nepal's agriculture sector. Main problems are traditional farming, monsoon माथि डिपेन्डेन्सी, इरिगेसन को कमी, ल्यान्ड फर्मेन्टेसन, साना टुक्रा जमिन र प्रपर फर्टिलाइजर, मार्केट लिङ्क एन्ड क्यापिटलको अनअभाइलेबिलिटी हुन्। क्वेसन नम्बर 3A सोशल नर्म्स एन्ड देयर इम्प्याक्ट्स अन बिहेभियर्स एन्ड अर्डर आर आस्क्ड। नर्म्स भनेको सोसाइटीमा एक्सेप्ट अनरिटन रुल्स हुन्। यसले ह्युमन बिहेभियरलाई सेप गर्छ, प्रपर गाइडेन्स दिन्छ र अर्डर क्रिएट गरेर सोशल कन्फ्लिक्ट एन्ड केओस प्रिभेन्ट गर्छ। क्वेसन नम्बर 3B साथीहरू, क्वेसन 3B ले कम्युनिटी पार्टिसिपेसनको रोल र कोहेजनको बारेमा सोधिएको छ। कम्युनिटी पार्टिसिपेसन भनेको लोकल मान्छेहरूलाई आफै मिलाएर प्लानिङ र इम्प्लिमेन्टेसनमा इन्भल्भ हुनु हो। यो किन क्रुसियल छ भने जब लोकल पिपुलसँगै काम गर्छन्, ट्रस्ट क्रिएट हुन्छ, डिस्क्रिमिनेसन घट्छ र स्ट्रङ बोन्ड हुन्छ। क्वेसन नम्बर 4A is asking about the challenge that hinders social inclusions in Nepal. मेन च्यालेन्ज के हुन् भन्दा हाम्रो सोसाइटीमा भएको ट्रेडिसनल कास्ट, जेन्डर डिस्क्रिमिनेसन, इकोनोमिक पोभर्टी, रिमोट जियोग्राफी जहाँ इन्फ्रास्ट्रक्चर छैन र इलिट्रेसी स्मुथ इन्क्लुजनको मेजर बेरियर हुन्। क्वेसन नम्बर 4 is about how social surveys accurately represents a large population. यो इन्स्योर गर्न सर्वेमा प्रोपरली ऱ्यान्डम स्याम्पलिङ मेथड गरिन्छ। साँचो आउटकमको लागि स्याम्पल साइज ठुलो राखिन्छ। क्वेसनहरू अनबायस्ड फर्ममा बनाइन्छ र फाइनल डेटालाई फिल्ड भेरिफिकेसन गरेर एडजस्ट गरिन्छ। क्वेसन नम्बर 5 asks how community participation contributes to better project outcomes and decision making. यो किन हुन्छ भने लोकल पिपुलसँग एक्चुअल ग्राउन्ड रियालिटीको नलेज हुन्छ। उनीहरू पार्टिसिपेट हुँदा प्रोजेक्टमा ओनरसिप फिल हुन्छ, क्लियर ट्रान्सपेरेन्सी राखिन्छ र प्रोजेक्ट बिचमा हुने लोकल कन्फ्लिक्ट डिक्रिज हुन्छ। क्वेसन नम्बर 5B विसल ब्लोइङको कन्सेप्ट र यसको इम्पोर्टेन्स बारेमा सोधेको छ। सिम्पल टर्ममा अर्गनाइजेसनभित्र भएको करप्सन, रङ प्र्याक्टिस र
इलिगल एक्टिभिटीलाई एक्सपोज गरेर अथोरिटीलाई इन्फर्म गर्नु नै विसल ब्लोइङ हो। यो किन इम्पोर्टेन्ट छ भने यसले हिडन क्राइम्सलाई बाहिर ल्याउँछ, फ्युचर करप्सनलाई डिस्करेज गर्छ र सिस्टममा अकाउन्टेबिलिटी मेन्टेन गर्छ। क्वेसन नम्बर 1 यस प्रश्नमा सामाजिक अध्ययन र अन्य विषयको बीचमा अन्तर सम्बन्धले समाजलाई बुझ्न कसरी सहयोग गर्छ भनेर सोधिएको छ। सामाजिक अध्ययनले इतिहास, अर्थशास्त्र र भूगोल जस्तो विषयलाई जोड्छ। समाजको कुनै घटना वा समस्यालाई एउटा दृष्टिकोणबाट मात्र नभई धेरै कोणबाट हेरेर मात्र सही र गहिरो ज्ञान पाउन सकिन्छ। क्वेसन नम्बर 1B यो प्रश्नमा विज्ञान र प्रविधि बीचको सम्बन्ध र यसको महत्त्व बारेमा सोधिएको छ। विज्ञान भनेको नयाँ तथ्य र ज्ञानको खोज गर्नु हो। यो भने प्रविधि भनेको त्यो ज्ञानलाई प्रयोग गरेर सामान वा प्रविधि बनाउनु हो। विज्ञानले प्रकृति बुझ्न सिकाउँछ भने प्रविधिले हाम्रो जीवनशैली र समाजको विकासमा सुधार ल्याउँछ। क्वेसन नम्बर 2A नेपालको कृषि क्षेत्रमा कस्ता समस्या छन् भनेर यो प्रश्नमा सोधिएको छ। मुख्य चुनौतीहरू भनेको अझै पनि पुरानो शैलीमा खेती गर्नु, सिँचाइको व्यवस्था नहुँदा पानी पर्ने अवस्थामा आशामा बस्नुपर्छ, जमिन खण्डीकरण हुनु र किसानले समयमा मल बिउ तथा आफ्नो उत्पादनको उचित मूल्य नपाउनु हो। क्वेसन नम्बर 2 यस प्रश्नमा सामाजिक परिवर्तन कसरी निरन्तर र क्षणिक हुन्छ भनेर सोधिएको छ। समाजमा परिमार्जन कहिले रोकिँदैन, यो निरन्तर चलिरहने प्रक्रिया हो। साथै कुनै निश्चित घटना वा समय जस्तै नयाँ कानुन वा आन्दोलनले निश्चित समयमा तीव्र परिवर्तन पनि देखाउँछन्, जसले यसको समयापेक्ष प्राकृतिक देखाउँछ। प्रश्न नम्बर 3 यो प्रश्न सामाजिक मान्यता र यसको समाजमा ल्याउने अनुशासनको बारेमा छ। सामाजिक मान्यता भनेको समाजले स्वीकार गरेको अलिखित नियमहरू हुन्। यसले मानिसहरूले के गर्नुहुन्छ र के गर्नु हुँदैन भनेर सिकाउँछ, जसले गर्दा मानिसको व्यवहार नियन्त्रित हुन्छ र समाजमा शान्ति र व्यवस्था कायम हुन्छ। क्वेसन नम्बर 3B साथीहरू यो प्रश्नले सामुदायिक सहभागिताको भूमिका र महत्त्व बारेमा सोधिएको छ। विकास निर्माणका काममा स्थानीय मानिसहरूले आफै सहभागी हुनु नै समुदाय सहभागी हो। जब गाउँका मानिसहरू एकै ठाउँमा बसेर छलफल गर्छन् र काम गर्छन् तब उनीहरू बीच आपसी विश्वास र भाइचारा बढ्छ, जसले गर्दा समुदाय बलियो र एकताबद्ध हुन्छ। क्वेसन नम्बर 4A यस प्रश्नमा नेपालमा स्वीकृत वर्गहरूलाई समाजको मूल धारामा ल्याउन कस्ता बाधा छन् भनेर सोधिएको छ। यसका मुख्य कारणहरू हुन् समाजमा अझै विद्यमान रहेको जातीय र लैङ्गिक विभेद, मानिसहरूको आर्थिक गरिबी, विकट भूगोल जहाँ बाटोघाटो र विकास पुगेको छैन, अशिक्षा जसले गर्दा मानिसहरूले आफ्नो अधिकार बुझ्न सकेका छैनन्। क्वेसन नम्बर 4B यो प्रश्नले सामाजिक सर्वेक्षण गर्दा ठुलो जनसङ्ख्याको सही वितरण कसरी निकालिन्छ भनेर सोधिएको छ।
यसको लागि गोला प्रथा वा निश्चित विधिबाट मानिसहरूले छनौट र्यान्डम स्याम्पलिङ गर्छन्। पर्याप्त सङ्ख्यामा मानिसहरू मेटिन्छन्, पक्ष प्रश्नहरू तयार पारिन्छ र सङ्कलित तथ्याङ्कहरूलाई पुनः जाँच गरेर मात्र अन्तिम नतिजा निकालिन्छ। क्वेसन नम्बर 5 अन्तिम प्रश्न, विसल ब्लोइङ सूचना प्रवाहको बारेमा छ। कुनै पनि कार्यालय वा संस्थाभित्र भइरहेको गलत काम, भ्रष्टाचार वा अनियमितताको विरुद्ध भित्री कार्यालयले आवाज उठाउन वा अधिकार प्राप्त निर्णायक निकायमा खबर गर्नुलाई विसल ब्लोइङ भनिन्छ। यसले संस्थाभित्र लुकिरहेको अपराध र भ्रष्टाचारलाई बाहिर ल्याउन र संस्थालाई पारदर्शी एवं जिम्मेवारी बनाउन ठूलो मद्दत गर्छ।